नेपालले फेरि इतिहास रचेको छ। आजको निर्णायक खेलमा नेपालले एकदम शानदार प्रदर्शन गर्दै 2026को आइसिसी मेन टी20 वर्ल्ड कपको लागि क्वालिफाई गरेको छ। यो एउटा जित मात्र होइन, यो पुरै सारा नेपाली देशको गर्वको कुरा हो। यो हरेक नेपालीको सपना हो र आज त्यो सपना साकार पनि भएको छ। सुरुवातदेखि नै नेपालले यो यात्रामा अपार सङ्घर्ष गर्दै अगाडि बढ्यो। कतिपय क्षणहरूमा लाग्थ्यो अब नेपाललाई जित्न गाह्रो हुन्छ, तर यो टिम कहिले पनि पछाडि हटेन। हार र आलोचनाबाट सिक्दै आत्मबल र एकताले अघि बढ्दै अनन्त आजको दिन नेपालले फेरि विश्व मञ्चमा पुगेको छ। जब अन्तिम क्षणमा जितको त्यो पल आयो, हजारौँ नेपालीहरूको मनमा खुसी लहर साथै सबैलाई खुसी पनि बनायो। देश विदेशका नेपालीहरूले एउटै कुरा भने, नेपाल फेरि तेस्रो पटक विश्वकपमा पुग्यो। यो नेपालको तेस्रो पटकको विश्वकप यात्रा हो र यसले प्रमाणित गर्यो कि हामी क्रिकेट अब स्थायी रूपमा पुगेको छ र कुनै समय सपना जस्तो लाग्ने कुरा आज यथार्थमा पनि परिणत भएको छ। यो जित नेपालका लागि केवल खेल मैदानको सफलता होइन, यो हरेक नेपालीको युवाको प्रेरणा पनि हो। नेपालले विश्वलाई देखाइदियो यदि एकता र विश्वास कायम रहे असम्भव भन्ने कुरा रहँदैन। अब नेपाल 2026को विश्वकपमा विश्वका ठुला राष्ट्रसँग प्रतिस्पर्धा गर्नेछ। यो केवल खेल होइन, यो हाम्रो पहिचान, हाम्रो आत्मबल र हाम्रो राष्ट्रको प्रतिनिधित्व पनि हो। 2014को वर्ल्ड कप पछि नेपाललाई अर्को वर्ल्ड कप खेल्न 10 वर्ष लागेको थियो भने पछिल्लो समय नेपालले 2024मा वर्ल्ड कप खेलेको थियो। अहिले खेलाडीहरूमा एकदमै आत्मबल बलियो भएको कारणले नेपाल फेरि तेस्रो पटक वर्ल्ड कपमा क्वालिफाई हुन सफल भएको छ। कल्पना गर्नुहोस्, भारत र श्रीलङ्कामा जब हजारौँ दर्शक बीच नेपालको झन्डा फरफराइरहेको हुनेछ, नेपालको राष्ट्रिय गान र विश्वभरका दर्शकले नेपाललाई हेरिरहेका हुनेछन् र सबैले भन्नेछन् द्याट्स इज नेपाल। यो पल त्यो सबैका लागि हो जसले विगतका सङ्घर्षमा पनि टिमलाई माया गरे, हार्दा पनि साथ छोडेनन्, टिमलाई सपोर्ट गरे र आज यो सफलताको भागीदार सबैजना बन्नुभयो। नेपाल क्रिकेट अब नयाँ युगमा प्रवेश गरेको छ। यो जितले केवल इतिहास लेखेको छैन, आगामी पुस्तालाई पनि प्रेरणा दिएको छ। यो जितले सारा नेपाललाई सम्झाएको छ हामी सानो छौँ होला, तर हाम्रो समाज, हाम्रो सपना, हाम्रो खेल सानो छैन। र जब नेपाली मन एकै दिशामा लाग्छ तब त्यो शक्ति विश्वले रोक्न पनि सक्दैन। नेपाल 2026 वर्ल्ड कपको लागि क्वालिफाई भएको छ। यो सबै नेपालीका लागि खुसीको कुरा हो, गर्वको कुरा हो। सबैजनाले आशा बोके अनुसारको फल पनि मिलेको छ। सबै एकसाथ भेटिएको आजको दिनमा साँच्चै भन्न मन लाग्छ जय नेपाल। नेपाली क्रिकेटको सम्पूर्ण अपडेटहरू पाउनका लागि क्रिक नेपाल न्युजलाई फलो गर्नुहोला। धन्यवाद।